आफ्नो प्रिय मान्छेलाई मापसे गराएको गराई गरेर होटल रेस्टुरेन्टमा धोकुन्जेल धोकाएर हिँड्न नसक्ने बनाएर बाहिर पठाउने रेस्टुरेन्ट तथा होटल चालकलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ। आफ्नामा आएको ग्राहकको दायित्व पनि रेस्टुरेन्ट तथा होटल चालकको आफूलाई पैसा आउँछ भन्दैमा जथाभावी चाहिँ ट्याङ्करका ट्याङ्कर खुवाएर चाहिँ पठाउने स्थिति हुनु हुँदैन। त्यसकारणले त्यस्तोलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने हुन्छ। साथै त्यो ट्याङ्करका ट्याङ्कर खान पर्नेलाई पनि रोक्न पर्ने, उनका परिवारका सदस्यहरूले रोक्न पर्ने, छ्याक्न पर्ने पनि हुन्छ। त्यस्तो किसिमको रोग पालेका ट्याङ्करै रित्ताउनु पर्ने रोग पालेका मान्छेलाई पनि फेरि परिवारजनहरूले पनि कमसेकम एक थोपा सहानुभूति, 4 शब्दले केले हो अथवा पछि लागेर हो त्यसो गर्दाखेरि यो मुलुकको राजधानी क्षेत्र कमसेकम राम्रो हुनेछ। यहाँ पर्यटकहरू आउनुहोस् आउनुहोस् भनेर त पर्यटक आउनुहोस् आउनुहोस् भन्नेको अलाप मात्रैले पनि पर्यटक आइहाल्ने होइन। पर्यटक आउनको लागि त यो बाटोमा सलल्ल गाडी गुड्ने वातावरण हुनुपर्छ। यो बाटोमा सरसर्ती हिँड्दाखेरि पाकेट नमारिने वातावरण हुनुपर्छ। यो बाटोमा सरसर्ती हिँड्दाखेरि गल्लीमा हिँड्दाखेरि चाहिँ गुन्डाहरू नचल्ने स्थिति हुनुपर्छ। यो बाटोमा सरसर्ती हिँड्दाखेरि बदमासहरू परास्त हुने वातावरण हुनुपर्छ। त्यसको लागि सकल दर्जाका प्रहरी कर्मचारीहरूले आफैलाई बिर्सेर आफ्नो कर्म र सङ्गठनले तोकेको धर्मलाई निभाउनको लागि सक्रियतापूर्वक काम गर्नुहुनेछ, गरिराख्नु भएको छ र सक्रियतापूर्वक काम गर्नुहुन्छ। यसो गर्दाखेरि यहाँहरूले निर्ममतापूर्वक काम गर्दाखेरि आफूले बोल्ने बोली, भाषा र शैली र प्रस्तुति पनि त्यसमा संस्कारगत सुधार ल्याउनलाई पनि म यहाँ सबैलाई निर्देशन पनि दिन्छु र नागरिकहरूले पनि त्यसो नगरेमा सम्मान प्राप्त गर्नको लागि, सम्मानपूर्ण व्यवहार गर्नको लागि पनि नागरिकहरूको उत्तिकै भूमिका रहन्छ। जो सम्मानको लायक हुँदैन ऊ उशृङ्खल हुन्छ। त्यसैले उशृङ्खल व्यवहारले सम्मानले सम्मान प्राप्त गरिन्छ, शान्तिले शान्ति प्राप्त हुन्छ।